आइन्दा यहाँ मेरो घरमा चाहिँ नि एमाले र काङ्ग्रेस आयो भने खुकुरीले काटिने यो लौराले बङ्का बन बजाइदिन्छ मलाई। मेरो खराब पानी छ मेरो खराब आपामा त बालेलाई जित्छु भनेर जा अहिले घर दैलो गरिराख्नु भएको जितिहाल्छ नि दोष। केपी चोरले जित्छ त काहीँ, केपी चोरले काहीँ जित्छ। बुवा मम्मी सबैलाई माटोमा चाहिँ भोट लाउनु यसबाजी भन्छ कि भन्दैन? अर्काको मुख हेरेर लाउने रे कि अर्काको मुख हेरेर लाउने रे कि यसबाजी भोट चाहिँ के कसो छ? भोट अब मैले चाहिँ हामी दुईजना जहिलेसम्म लाएको पनि थिइनौँ होइन। अब तुमसे ना हो पाएगा। एमाले कांग्रेस कांग्रेस जाटाउले दिला दो बजिए मामा काछु दोरले रात छोराले कल्याण पार्टी आइला जिन्दाबाद हुन्छौं। यहाँ युवा ज्यान जीवन है तो बुझ्यान डब्लू चिसा भोट के मारे थाहा छैन। अनि टी सर्ट त अनि के को लगाइराख्नु भएको छ तपाईँले? त्यो त अहिले फ्याँकिहाल्छ नि लगेर, त्यो त अहिले फ्याँकिहाल्छ नि लगेर। भोट केमा? भोट घन्टीमा घन्टे भएपछि बाजीलाई फ्री बनाइदिन्छु मैले गाडी। घन्टे भएपछि बाजीलाई फ्री बनाइदिन्छु मैले गाडी। चुनावको बेलामा भोट माग्ने बेलामा म केही बाचा गर्दैन। बाचा गर्यो भने भोलि फेरि आफ्नै टाउकोमा दण्ड बजार्छन्। बाचा गऱ्यो पुरा गर्न सकेन भने दण्ड बजार्दैन त। म पनि बाटै छु। one question to what is your media strategy if you're not giving interviews? Yeah, it's I'm just curious. The strategy is no strategy. मैले बदमासी गरेँ भने मलाई दिनीमा पोखरामा बाटोमा जहाँ भेट्छ लौरोले चाहिँ कुट्नु भनेछ। लौरो पाएन भने ढुङ्गाले हालिदिनु हुन्छ, सास चाहिँ राखिदिनु भनेछ। यसपालि भोट नि यसलाई दिनु ल, यसलाई दिनु यसपालि भोट ल भत्ता बढ्छ तपाईँको। यसलाई दियो भने एमाले केपी ओली यो के तपाईँ नि सिरानी सुत्नुहुन्छ नि, सिरानीमा मुनि राखेर सुत्नु, तपाईँको भत्ता बढ्छ। तिनचोटि तपाईँलाई मैले भोट दिइसकेँ, खोइ त विकास गरेको। अब यो पालि स्वतन्त्र हो त्यसो गरी जिताउनु पर्छ। बजाउनु घन्टी त बजाउनु पर्दैन। अब तीनटा पार्टीले केही नापेन नि त अहिलेसम्म। गजब बेइज्जती हाल्नु पर्ने हो। हामी घन्टी हो। भिडियो चाहिँ नबनाउनु न। होइन भिडियो होइन, तारामा तारा म तारा हो होइन। हामी पनि तारा हो। होइन मेरो नाम तारा हो, तर म भोट चाहिँ घन्टीमा योपल्ट।